सुनवार जाति बड जाति हो, घर जाति होइन। यस जातिले अन्तर्जातिलाई बिहा गर्दा जात बाहिर गर्ने, जात घटाउने, चुलोमा नचलाउने, उसको हातको दाल भात पानी नखाने, फुरुमा नचल्ने, ठेम्बर बनाउने भेदभाव भने यस जातिमा परापूर्व कालदेखि नै पटक्कै थिएन। जुन जातिको केटी बिहा गरे पनि आफ्नो जातमा उकास्ने तिनीहरूका सन्तानलाई दाजु भाइ बोलाई चोक्टा मासु चेप्टा नगद गरी पगरी गुथेपछि आफ्नो हारमा राखिन्थे। ठुलाबडालाई भोज भतेर जलपान मद्यपान गराई भेटी नगद राखेर ढोक भेट गरिसकेपछि समाजले चलाएर झर्रो बनाउँथे, तलमाथि गरिँदैन थियो। सुनवार जाति छलछाम गर्न नजान्ने निर्भीक कसूर आज्ञापालक हुन्छन्। देशभक्त परम्परागत कट्टर हुन्छन्। धर्म कर्म पार्टी पौवा पुल पुलेसा थाप्ने सामाजिक कार्यमा पछि नपर्ने हुन्छन्। 4 वर्ण 36 जातको नेपाली भाषी फुलबारीको एउटा फुल बन्नमा सुनवार जाति गर्व गर्दै आएका छन्। 1882 मा ब्राह्मण पुज्न बाध्य भएपछि ग्रिबाण युद्ध विक्रम शाहले सुन लेक बेसी जमिन सुनवार फौजलाई कर लगाएपछि भूमि कर लगाएपछि राजालाई प्रत्येक वर्ष तिरो तिर्नु पर्थ्यो। 1862 मा कर वृद्धि गरेर बढाएर प्रत्येक वर्ष 1 लाख गोरु तिरो तिर्नु पर्ने भयो। 1882 मा 12 गाउँ सुनवारहरूले हस्तक्षेप गरेपछि जसकारण मुखिया पद दिएर निजी तिमी मुखियाहरू भनिकन राजेन्द्र विक्रम शाहले 1882 उक्त गाउँको कागजात लालमोहर गरिकन सुनवारहरूलाई दिएका हुन्।